घोपा र के अरे घोपा र धरान मासतिर घोपादेखि उँभो माथि 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 त्यो उँभो जाने बाटाको यो उँधोको पाटो र घोपा क्याम्प मेरो माइतीले भरिएको छ नि सबै लिम्बूहरूले भरेको छ है माइतीले भयो ती लिम्बू भन्न आउँदैन मेरा माइती लिम्बू भन्न आउँदैन लिम्बू हजुरले इभन त्यो लिम्बूहरूलाई धेरै अब मावली भयो नि त लिम्बूहरू त होइन त्यस्तो मलाई पनि कोही लिम्बू भनिसक्दा सबै आफ्नो जस्तो लाग्छ के भएको त्यो हजुरले त्यस्तो त्यस्तामा जन्मे तिनै बहिनी दिदी बहिनीसँग हुर्केँ तिनै दाजुभाइसँग हुर्केँ सुनसुन अनि मलाई हर्क स्याङप्याङ छ नि हर्क स्याङप्याङ त राई होला नि होइन अहिलेको मेयर हो नि त त्यहाँका त्यो हजुरले त्यसो भन्दा भन्दै मलाई हर्क स्याङप्याङ पनि आफ्नै मान्छे जस्तो लाग्छ त्यो लाग्नुपर्छ लाग्नु चाहिँ राम्रो हो फेरि मेरो माइती पूर्णसिंह हजुरबाको त धेरै माया पनि लाग्छ मलाई सानोमा धेरै मेरो माइतीको त्यो पर्साईको छोरो त्यो पर्साईकी छोरी त्यो लिम्बूको छोरो त्यो थिएन त चलन सबै दाजुभाइ सबै दिदीबहिनी सबै काका सबै बडाउ सबै त्यस्तरी हुर्किसकेको सानोमा त्यस्तो मेलमिलाप थियो हजुरहरूको गाउँ समाजमा हाम्पाङका लिम्बूको त्यसमा पनि मेरा बुवाको र ती लिम्बूहरूको जस्तो त कसै कुनै खसेको छैन त्यस्तो थियो त्यस्तो मलाई पनि त्यही भएर लिम्बू भनिसक्दा लिम्बूहरू चाहिँ भनिसक्दा मावली जस्तो लाग्छ क्या लिम्बू कार्मिकहरू आउँछन् नि कुमारी छेत्री बाहुन जस्ता होइन हो लिम्बू त लिम्बू बराबरका त मान्छे कति मान्छे नि हुँदैनन् हो त मलाई पनि एकदमै त्यही भएर धरान गएको बेला मलाई पूर्णसिंह क्याप्टन हजुरबाको खुब याद आउँछ मलाई सानोमा मेरो हात बाँचिँदा हजुरबाले कसरी लिएर गइस्यो